नमस्ते है, के छ हालखबर? सन्चै हुनुहुन्छ? म चाहिँ आज हेर्नु शुक्रबार भिडियो बनाउन आएको मान्छे होइन। आज चाहिँ म भिडियो बनाउन जानु पर्यो भनेर यहाँ भिडियो बनाउन आएको छु। त्यहाँनिर देख्न सक्नुहुन्छ मेरो स्ट्यान्ड छ। यो चाहिँ मोबाइल राख्नले। अनि यो अलिकति यहाँ फुलहरू फुलेको छ, यसरी फुलहरू छ। अनि यतातिर यस्तो छ। अनि म चाहिँ यहाँतिर भिडियो बनाउन भनेर अलिकति मेरो भिडियोको चालामाला देखिरहनु भएको छ होइन। अलिअलि मैले दैनिक मुक्तक बनाइरहेको छु, सँगै कहिले कस्तो मैले बाँसुरी पनि बजाएर तपाईँहरूले सुनाइरहेको छु होइन। अनि आज चाहिँ मैले यहाँ हेर्नु कतिका कपडा लिएर आउँछु भनेपछि यो चाहिँ मेरो साइकलको हेलमेट हो होइन। यो साइकलको हेलमेट हो मेरो। अनि त्यहाँ पछि हेर्नुहोस्, यो चाहिँ 2वटा बाँसुरी लिएको छु। त्यहाँपछि यो 1 बोतल पानी लिएको छु। बिहानै उठेर मैले नास्ता गरेर यता आएको। यो चाहिँ मेरो फेरि DJI माइक हो। अनि यसको यो कभर हो। यो चाहिँ कालो भेस्ट। अनि यो चाहिँ अलि सेतो अलि ग्रे कलरको टी सर्ट। अनि यो चाहिँ सेतो भेस्ट छ। अनि यो एउटा जिन्सको ज्याकेट छ यहाँ। अनि एउटा सर्ट चाहिँ मैले लगाएकै छु होइन। यो लगाउनुको कारण चाहिँ के छ भनेपछि यिनीहरू कपडाहरूलाई सबै दिनको लागि सबै दिन एकवटा भिडियो खिच्न सकिँदैन। त्यसैले आएको बेलामा एकैचोटि 8-10वटा भिडियो खिचेर जाने हो, जति समय लागे पनि होइन। हप्ताभरि चाहिँ पुग्नुपर्छ कमसे कम। त्यो कारणले मैले चाहिँ यता आज शुक्रबारे बसाइ यतातिर बिताउँदै गरेको कुरा तपाईँहरूलाई जानकारी गराएँ। तपाईँहरू कसैले पनि भिडियो बनाउनुहुन्छ, परदेशमा हुनुहुन्छ, भिडियो बनाउन रहर छ र दैनिक भिडियो बनाउन अप्ठ्यारो हुन्छ, समय पुग्दैन, कहिले कम्पनीमा ओभरटाइम हुन्छ, कहिले रातिसम्म काम हुन्छ भने यस्तै समस्याहरूको सल्युसन चाहिँ यही हो, एक दिनको छुट्टीमा सबै दिनको लागि भिडियो बनाउने। त्यसरी नै तपाईँहरूले बनाउनु होला। सफलता भनेको त त्यही दिन हुन्छ जुन दिन भगवान् माथिबाट मान्छेको मेहनतले खुसी हुनुहुन्छ नि, तब फेरि सफलता मिल्न थाल्छ मान्छेलाई। यस्तै हो साथीहरू। ठिक छ, तपाईँहरू आशा छ तपाईँहरू सबैजना ठिक हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला, स्वस्थ व्यस्त रहनु होला। म पनि ठिक छु, आराम छु, सन्चै छु। दैनिक मैले मेरो मुक्त कोसिस भिडियोहरू तपाईँहरूमा पोस्ट गरिरहेको छु। मेरो कोसिसहरू जे जस्ता भए पनि अहिले मैले सिक्दै गरेको अवस्था छ। 2-4 वर्ष त सिक्न, 2-4 वर्ष त अलिअलि कोसिसलाई आफ्नो सुधार गर्नै समय लागिहाल्छ। तपाईँहरूले साथ सपोर्ट अनि लाइक कमेन्ट गरी मेरो मुक्तकहरूमा भएका कमी कमजोरीहरूलाई आफ्नो कमेन्ट मार्फत लेखेर मेरो सुधार गर्ने उपाय बनाइदिनु होला, बताइदिनु होला भन्ने अनुरोध गर्दै यस सानो भिडियोबाट बिदा हुन चाहन्छु। आज खिचेका भिडियोहरू लगत्तै भोलिबाट पोस्ट हुन्छन्। आज पोस्ट हुने मेरो मुक्तक चाहिँ पहिले नै सुट भइसकेको हो। र तपाईँहरू सबैलाई धेरै धेरै सम्झना साथै धन्यवाद भन्दै यस सानो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते। तपाईँहरूको दिन रमणीय अनि खुसीमय बनोस्। धन्यवाद।